हेलो सम्पूर्ण मेरा फेसबुकमा जोडिएका सम्पूर्ण साथीहरू दर्शन नमस्ते अनि नमस्कार। हामीले योभन्दा अगाडि पनि भिडियोहरू यस्तो अपलोड गरेका थियौँ। कहिलेकाहीँ मेरी छोरी बिरामी भएर यसो भएर भनेको थियौँ। अब मेरी छोरी सकुशल एकदम सन्चो भइसकेछ अनि आरामसँग हामी सुरत पुगिसकेका छौँ। अनि मेरो नाति पनि सन्चो छ, मेरो छोरी पनि सन्चो छ। अनि त्यस्तै गरेर म आज सालाको रुममा छु। अनि म सालाको रुममा छु। यो मेरो गुडिया, यो गुडिया भदैनी साली हो। यो भदैनी साली हो। अब यो छोरी भइगयो, बहिनी भइगई। अब यो सालो, मेरो सालो त लाज मानेर मुख छोपेर यता हेर्दा पनि यता लाग्यो। अनि त्यसपछि हाम्रो अर्को बाबु यता खाना बनाउन लागेको छ। आज मटर आलु मटरको सब्जी बन्दैछ। त्यही म यति धेरै खुसी छु कि किनभने अब छोरीलाई पनि बिरामी सन्चोको, नाति पनि सन्चोको, हामी सबैजनालाई खुसी छ। हामी फेरि खुसीको माहौल ल्याएर तपाईँहरूको माझ आएका छौँ। आज मलाई आफै खुसी भएर एकदम भइरहेको छु। त्यसैले साथीहरू फेरि पनि दुवा तपाईँहरूको माया ममता र तपाईँको दुवाले गर्दा आज मेरो छोरी अनि नाति चाहिँ एकदम मतलब सन्चो भयो, शान्ति भयो। अनि यो चाहिँ खाना हाम्रो नाति मेरो गुडिया भनिदिने। अब त मेरो हिरोइन यही हुने हो, रोजको भिडियो यसैमै हुने हो मेरो त। अब म यहाँ सुरत आइसकेको छु, यहाँ चाहिँ कोही पनि छैन अरू। अब यसमा भिडियो हुन्छ। यस भिडियोलाई तपाईँहरूले लाइक कमेन्ट गरेर धेरैभन्दा धेरै अगाडि बढाइदिनु, किनभने हाम्रो यो एउटा अर्ग्यानिक भिडियो हो। अर्ग्यानिक भिडियोलाई हमेसा माया ममता गरिदिनु होला भन्ने मलाई आशा र अपेक्षा राखेका छौँ। हस् त, धन्यवाद। फेरि अर्को भिडियोमा फेरि तपाईँहरूलाई भेट्नेछौँ। तबसम्मको लागि यो भिडियो हेरेर लाइक कमेन्ट गरेर अगाडि बढाइदिनु होला। कन्जुसाइ नगर्नु होला है साथीहरू। ओके, हस् त। सालाजी कहाँ आयो? सालाजी तिमी कहाँ लुकेको छौ? हो, मेरो सालाजीको पनि अनुरोध छ है।